हे गाइस वेलकम टु माई न्यू भिडियो भ्लग। आजको भिडियो भ्लगमा स्वागत गर्दछु तपाईँहरू सबैजनालाई। आजको मेरो भिडियो भ्लगमा सबैभन्दा पहिला देख्न सक्नुहुन्छ तपाईँहरूले हाम्री आमा आमा हेलो आमा आमा आमाले केही रिस्पोन्स दिनु भएन, तर होस् केही छैन। हामीहरूको सामु हाम्री आमाको पनि आमा हुनुहुन्छ, उहाँसँग तपाईँहरूलाई अवश्य पनि भेटाउनेछु। योभन्दा अघिल्लो भिडियोमा पनि भेटाइसकेको छु, तसर्थ अझै पनि भेटाउन चाहन्छु। नानी नानी हजुर अवश्य पनि भेट गर्नुभयो होला हामीहरूको नानीसँग। तपाईँले यति त भनिदिन सक्छु होला, म चाहिँ भाइरल भएको मान्छे हो। कहाँबाट भाइरल भएको मान्छे हो? केही अगानबाट भाइरल भएको मान्छे हो। म त्यो भाइरल मान्छे हो जुन चाहिँ मेरो भिडियोमा के कुराले म भाइरल भएको थिएँ भनेर भन्दाखेरि हेर्नुहोस्, पहिला हेर्नुहोस्, तपाईँहरू हेर्नुहोस्, म यहीँनेरि उभिएर यही मेरो घरको वरिपरिको वातावरण देखाएर र मेरो घरमा त अघिल्लोतर्फ अगाडितिर चाहिँ यहाँ थियो धानबारी। त्यतिखेर कुखुराहरू देखाएर कुखुरासहित तपाईँहरूले मैले भिडियो बनाएको थिएँ देखाएर कुखुरा चोर। हेलो गाइस साथीहरू, तिहार आइसक्यो, कुखुरा चोर नआउने होइन भनेको थिएँ होला होइन। त्यसो भनेको थिएँ, मलाई पनि अलिकति याद भएन होइन, तर पनि भाइरल भिडियो भएको कारणले गर्दाखेरि अलिअलि याद आयो। तसर्थ फेरि पनि तपाईँहरूले म केही कुखुराहरू देखाएर हेलो गाइस हामीहरूको घरको कुखुरा भनेर भन्नुपर्दाखेरि अहिले चाहिँ एकदमै सुनसान छ। कुखुराहरू कता गए, कहाँ गए देखिँदैनन्। तसर्थ हामीहरूको घरमा चाहिँ अहिले कुखुरा मात्रै नभएर कुकुर, बिरालो अनि जुन भाले पोथी त्यो जताततै नै हुन्छ। जति सक्दो जति चाहिँ हामीहरूको घरमा होइन के भन्छ कुखुराहरूले हामीहरूको घरको अगानको भरेन्डाको वातावरण एकदम शोभदायक बनाउँछ भने त्यति नै नराम्रो कुराहरू पनि गर्छ। दिक्क लगाइदिने गर्छ, हरिस लगाइदिन्छ। तिनीहरूले खेद्दा आफ्नो घोग्रो सुक्छ। के गर्नु, यस्तो छ आजभोलिको दिनचर्या। अब घाम लाग्ने दिनहरू आइसकेको छ अनि यत्तिकै घाम लाग्नेछ। अब आउँदो दिनहरूमा पनि यत्तिकै घाम लाग्नेछ र आँपको फुल पनि फुलिसक्दैछ। हामीहरूको भाषाबाट भन्नुपर्दाखेरि आम्बा मझेर जाथे भनेर भन्छु। तसर्थ अब आँप फल्ने समय पनि आइसकेको छ र हामीहरूको घरको अगाडि चाहिँ यसरी पानी छर्किएर अलिकति धुलो नउड्ने टाइपको भइसकेको छ। तसर्थ हेर्नु सक्नुहुन्छ। नभए त यतिको पानी छर्किएन भने त मम्मी धुलोले त भूत बनाइदिने भयो। जो हामीहरूको बुइनीले चाहिँ आज सबै यो बाटोको यहाँदेखि त्यहाँसम्म दुई बाल्टिङ, यति ठुल्ठुलो दुई बाल्टिङ पानी बोकेर पानी छर्काइदिएको छ। हामीहरूको आमाले कसले खोजिराख्नु भएको छ? आमा तपाईँले कसले खोजिराख्नु भएको छ? भन्नुहोस्, यता हेर्नुहोस्। आमा तपाईँ कता गइराख्नु भएको छ? तपाईँले कसले खोजिराख्नु भइराखेको छ? आमा जाँदै हुनुहुन्छ खाली खुट्टे। आमाको खुट्टामा चप्ली पनि छैन होला भनेर जस्तै मलाई त्यस्तो लागिरहेको थियो। तसर्थ त्यस्तो कुरा चाहिँ केही रहेनछ। आमाको खुट्टामा चाहिँ चप्ली छ। मैले चाहिँ अलिकति मिस्टेकले गर्दाखेरि आमाको खुट्टामा चप्ली छैन। आमा खाली खुट्टे कहाँ गइराख्नु भएको छ जस्तो मलाई लाग्छ। तसर्थ अहिलेको बेलुकाको यस प्रकारको दृश्यहरू हेर्न सक्नुहुन्छ। जुन क्यामेरा पनि एकदमै सफा आउने गर्छ, यति बेलाको जुन फोटो भिडियो एकदमै क्लियर आउने गर्छ। जुन अहिले तपाईँहरूले हेरिराख्नु नै भएको छ, अहिलेको कस्तो दामीको क्लियर आइरहेको छ त। त्यसमाथि पनि हामीहरूको यो के भन्छ घरको अगाडि जुन यो खेत छ, खेतमा केही कुरा रोपिएको भए, केही फुल बिरुवा अथवा कि हरियो मकै नै भएको भए पनि यहाँनिर चाहिँ अझै झन् राम्रो देखिन्थ्यो होइन। हुन त छ, नहुने होइन। यहाँनिर मकै रोपिएको छ, छरिएको छ होइन, तर त्यो चाहिँ भर्खर उम्रिँदैछ, सानो छ। अलिक दिनपछि हामीहरूको जति पनि घरको कुखुराहरू छन् त्यो कुखुराहरू चाहिँ यहाँ रहेछन् है। यहाँ छन्। अनि मैले चाहिँ तपाईँहरूलाई आफ्नो कुखुरा आफ्नो घरमा देखाउनु गइरहेको छु। यो कुखुराहरूको दिनभरिको ड्युटी बाहिर किन यस्तो भएको भनेर भन्दाखेरि
आजभोलि घरमा एकदमै थेथर गर्न थालेपछि घरमा दिक्क लगाइदिएपछि घरको मान्छेले जतिखेर पनि सा 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 भनेर धपाउँदा 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 गरेर अहिले यहाँ खेतमा आएर चरिरहेछ। ठिकै पनि हो, नभए त यिनीहरूको त खुट्टा के रहन्थ्यो र, यिनीहरूको खुट्टा त काँडाङ खुडुङ चिकन तन्दुरीको हुन्थ्यो नि। त्यसै गरी हामीहरूको पुच्चीहरू के भएको? के हुँदैछ के हुँदैछ? हलो 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 कता हिँडेको? ए भाइ हिरोहरू, ए हिरोहरू, हे हिरो भाइहरू, हे हेर हेर यिनीहरू। तिमीहरू कहाँ कुद्दैछौ? हेर यो त फेरि चढिहाल्यो, यो चढिहाल्यो, यो भाइ चढिहाल्यो। सिटी कुदाउन आँटेको, अब सिटी कुदाउन आँटेको, सिटी कुदाउन आँटेको। ड्राइभर को हो? ड्राइभर को हो? तिमीहरूलाई मार्छ अहिले, मार्छ यो सिटी कसको अहिले मार्छु तिमीहरूलाई, पख न पख अहिले मार्छ। यता 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 यिनीहरूको चकचके ऊ कुखुराहरू पनि भागिसक्यो, ऊ कुखुराहरू भाग्दैछ। ऊ गाई आउँदैछ, आइज आइज यता आइज, गाई आउँदैछ। अरे 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 फेरि खेततिर जान्छ यो, अगानतिर अगानतिर आएर ऊ बाइक पनि आउँदैछ उताबाट। आइज 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 यता आइज। ओके गाइस, आजको मेरो भिडियो ब्लग यहीँबाट समाप्त गर्दछु र तपाईँहरूलाई आउँदो दिनमा यस्तै प्रकारको यस्तै देख्ने लाइकको राम्रोभन्दा राम्रो भिडियो बनाएर प्रस्तुत गर्नेछु। हस् त अहिलेको लागि यहीँसम्म समाप्त।